घर कोलपुर अनि हाम्रो उहाँहरू चाहिँ यहाँ सुर्खेतदेखि। हजुरको नाम के हो? तपाईँको नाम के हो? हजुर मेरो नाम बताए 1000 रुपये दिनु। आमा नमस्ते। नमस्ते। मलाई चिन्नुभयो? म तपाईँको श्रीमान हुँदाखेरि म धेरैचोटि आउँथेँ। तपाईँ मैनबहादुरको श्रीमती त हुनुहुन्छ नि? तपाईँको उहाँहरू के छोराहरू? होइन, नाति भतिजा हो। तपाईँको नाम के गरे आमा? नाम तपाईँको नाम के हो? हजुर गुनी साई, दुनी साई है। तपाईँलाई तपाईँको श्रीमानसँग म धेरै बसेँ, उता आउँथेँ, धेरै भेटघाट हुन्थ्यो, कुरा गर्नुहुन्थ्यो अनि म तपाईँलाई राम्रोसँग चिन्छु। अनि तपाईँहरूलाई आमा हाम्रो यसो सानो केही किनेर खानु होला है। मैले तपाईँलाई राम्रो तपाईँको श्रीमान त महामुखिया उहाँ हुनुहुन्थ्यो अनि पछि अरू 3 जना मुखिया बनाउनु भयो अरू। त्यस्तै हो कि यो कुनै प्याक हो कि यो घरको एउटा प्याक हो कि एक प्याक छ त्यहाँ। यो घरको एउटा प्याक घरको एक प्याक छ। 43 घर 40 घर छ हाम्रो। अस्ति पनि दिएको थियो त। बन्दवीर। तपाईँको नाम के? हामी चुरट खान्नौ। हामी चुरट सुर्ती रक्सी जाँड केही खान्नौँ हामी त्यस्तो। धनबहादुर हो। धनबहादुर शाही। तपाईँ कुन शाही? कल्याल कि राजकोट? कल्याल शाही हुनुहुन्छ ल, ठिक छ, राम्रो। अलि तपाईँको कहाँ जानुभएको थियो? यो त यो लगाउनु भएछ त, यो कहाँ जानुभएको थियो कार्यक्रममा? मेलामा लगाइदिएको नि तिनीहरूले? कुन मेलामा जानु भएको थियो? कहाँको? रानीघाट। रानीघाट मेलामा लगाइदिएको। तिम्रो नाम के हो? सुबिन साई है। यहाँ सबैले अहिले ढाका टोपी लगाउनुहुन्छ है। सबले ढाका टोपी लगाउँछ है, छोरा मान्छे सबले।